हेलो वन्स अगेन सबैलाई नमस्ते है। आजको हाम्रो शुक्रबारको शनिबारको लाइभ पेन्टिङ पुलपारी नाङ्लीबाङतिर जाने भन्ने प्लान छ हाम्रो हैन। सबै प्याकिङहरू भइसकेको छ, क्यानभास पनि रेडी छ। के बनाउने तैँले आज लाइभ विशेष गर्ने हो? अब हाम्रो यात्रा चाहिँ सुरु भयो है। सदा चाहिँ आज पनि राजु दाइ नै हुनुहुन्छ हामीसित। के भयो त राति पानी पऱ्यो रे? ए ठुलो पानी पऱ्यो आज यार, बर्खा लागिसकेको दाइ। अब आज हामी चाहिँ यो ओडार सहरको पुल नाङ्लीबाङ जोड्ने पुलपारीतिर गएर बस्ने भन्ने प्लान छ हाम्रो चाहिँ। आज लाइभ पेन्टिङ गर्ने। गरम कस्तो हुन्छ है आज चाहिँ। जलजला गाउँपालिकामा पाइलो पारियो। यो चाहिँ तल्लो नाङ्लीबाङ बागलुङ बजार। हामी चाहिँ केही उकालो चढेर उपल्लो नाङ्लीबाङ जाने चाहिँ निर्णय लियो। अझै पनि छैन र? आज तिम्रो गेम छैन? केटाकेटी हुन्छ, केटी नि हुन्छन्, केटाहरू मात्रै हो? केटाहरू मात्र हो। अन्त लप्पारी चाहिँ स्कुल त्यही भन्दै त अनि। तेरो एउटा साथी आएको थियो अस्ति नै पसलमा, लप्पारी चारे भन्थ्यो त्यहाँ होइन? किन गफ हान्छ अन्तललाई? किन हाट्नुपर्छ र? छैन साँच्चै भन् क्या यार, साँच्चै छ। हामीलाई पुरै यो नाङ्लीबाङको मकै बारी बारी घुमाउँदै हुनुहुन्छ अहिले। बाहिर स्केच चाहिँ रेडी भइसक्यो। अरू चाहिँ स्केच गरेर एक कोट गरेपछि ब्राउन कोट। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। ल हाम्रो आजको कार्यशाला चाहिँ समाप्त भयो है। जय शम्भु। कति घन्टा गरियो भाइ? 12 बजे आइपुग्यो कि होइन? 1 2 3 4 घन्टामा बल्ल बल्ल सकियो। पानी पनि पर्ला जस्तो छ अब एकछिनमा। आज त हाम्रो दाइको चाहिँ वाटर कलर पेन्टिङ दाइको चाहिँ यो है। हजुर हुन्छ
आज पनि पानी पर्न सुरु गरौँ अस्तिको चाहिँ भाग अब बनायो एकछिन पेन्टिङकै समयमा भइयो कार्यशाला सकिएर अहिले चाहिँ खाजा खाने बेला भयो यस्तो छ है के को चिन्नु होला चिन्ने मान्छेलाई चाहिँ एउटा पेन्टिङ फ्री आजको हाम्रो कार्यक्रम चाहिँ समापन भएको चाहिँ अब के गर्ने घोषणा गर्ने के गर्ने हो आएनस् घोषणा गर्ने अर्को हप्ता भेट्ने कि नभेट्ने भेट्ने नि होइन अर्को शनिबार प्रत्येक शनिबार यसलाई लिएर हिँड्नु पर्ने